हाम्रो ड्याडीको रेसिपी देखाऊँ आज चाहिँ म हजुरहरूलाई मेन त हाम्रो ड्याडीले बनाउने कसरी पोर्क बनाउनुहुन्छ भन्ने रेसिपी देखाउँछु। उहाँले चाहिँ तेल हालिसक्नु भएको छ। अनि ड्याडी के हाल्नुभयो? ज्वानो मेथी हाले। हजुर, ज्वानो मेथी हाल्नु भइसक्यो। त्यहाँ मासु रेडी भइसक्यो, त काटकुट पनि गर्नु भइसकेको रहेछ। अब ड्याडीको रेसिपी अब यो टिमुर सिङ्गुर के टिमुर ल्वाङ सुकुमेर दालचिनी हो पड्क्यो। यहाँसम्म आउँछ त। त्यहाँबाट अब मासु हाल्यो। ओ मासु हाल्नुभयो। मम्मी यहाँ त मम्मी आया बोल्यो। बेसार हाल्नुभयो। त्यति धेरै हाल्नुपर्छ रहेछ आलु। बेसार हाल्नुभयो। अनि अब उहाँले यसलाई मजाले अब घोलिसिन्छ। अब हाम्रो के हाल्ने पालो आइरेडी। अब हामीले नुन हालिन्छ। नुन चाहिँ टेस्टको लागि एकदमै टक्क पारेर हालिन्छ होइन। नुनमा भन्दा ड्याडीको बालामा चाहिँ आँखा गइसक्यो होइन। हजुर बिहानको दाल छ अरे ड्याडी टक्क। ड्याडीलाई खान्छ, ड्याडीलाई सिकाउनै पर्दैन नि, हो कि होइन ड्याडी? ड्याडीले अब यो यति मिठो बनाउनुहुन्छ कि 5 स्टारले नि हार खाइदिन्छ क्या। 5 स्टारको पोर्कले पनि, हो कि होइन ड्याडी? ड्याडी चाहिँ पहिला चाहिँ ड्याडी 5 स्टारको सेफ हुनुहुन्थ्यो, अहिले चाहिँ रिटायर हुनुभएको हो होइन। पहिला चाहिँ ड्याडी 5 स्टारमा ड्याडीको सेफ हुनुहुन्थ्यो क्या, 5 स्टारको सेफ। उसको लागि मात्रै त्यो आफूलाई त्यसको लागि अजिना मोटो पनि हालिसक्यौँ। टेक्स्चर हेर्नु न, टेक्स्चर अहिले यति मिठो देखिसक्यो हो। अब मसला हालिसकेपछि त आया मरे मरे। अब सररररररर प्याज हाल्ने बेला आइसक्यो। सररररररर चेट 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 पारेर प्याज हालियो। प्याज के को लागि हालिन्छ ड्याडी? टेस्ट बढाउँछ, मासुको टेस्ट बढाउँछ। मासुको टेस्ट बढाउँछ अनि स्मेल पनि हटाउँछ। ल है, तपाईँहरूलाई एचएमको क्लास, खानाको फुडको क्लासहरू चाहिन्छ भने ड्याडीलाई सम्पर्क गरिदिनु होला। ड्याडी चाहिँ मास्टर गर्नुभएको हो। मम्मी अब फेरि बुढालाई सजिलो होस् भनेर टक्क पखाली ओरी गरी राखिसकेका छन्। मसला रेडी छ। अब मसला हाल्ने पालो आइसकेको छ। ध्यान दिएर हेर्नुहोस् होला, फेरि एउटा चिज मिस भयो भने हजुरको मिठो नहुन सक्छ ड्याडीले बनाएको जतिको। ग्यास पारियो। यतिको भइसकेको छ। टेक्स्चर अब चाहिँ गोलभेडा हाल्ने पालो आइसकेको छ।
मसला हालिसकेपछि चाहिँ गोलभेडालाई यसरी हालिदिनुहोस् काटेर। फेरि यसलाई पनि चलाइदिनुहोस् स्वाई स्वाई पारेर। अब टचअपको लागि धनियाँ हाल्यौँ। हेर्नुहोस् कति मिठो देखिरहेछ। धनियाँ हालेपछि त अब रेडी टु इट। यो हाम्रो ग्रेभी चाहेर सुनाउला फिडब्याक।